तपाईले के चर्चा देखिराख्नु हुन्छ भने यहाँ त स्थानीय सरकारले शिक्षामा त्यसको के भूमिका रहनुहुन्छ अथवा स्थानीय सरकार भनेको समग्रमा के हो भन्ने विषयमा म सरहरूलाई नै छोटो राखिदिनु हुनुको लागि अनुरोध गर्न चाहन्छु। हुन्छ, धन्यवाद छ माधव सरलाई, माधव भन्नुभयो है, माधव सरलाई। हाम्रो दिक्तेल रूपाकोट मजगढी नगरपालिका वार्ड नम्बर 10 पाँखेगाको सिरुवासमा अवस्थित रहेको निम्न माध्यमिक विद्यालय हालको आधारभूत विद्यालयबाट त्यहाँका प्रधानाध्यापक आदरणीय सर राजकर्ण सहितको तपाईँहरूको टिम शैक्षिक भ्रमण र केपिलासगढी गाउँपालिकाको गतिविधि, केपिलासगढी गाउँपालिकाको भूमिमा भ्रमण गर्न आउनुभएका विद्यार्थी भाइ बहिनीहरू र हाम्रो गाउँपालिकाका सदस्य अध्यक्षज्यू, हाम्रो शिक्षा अधिकृतज्यू सबैलाई मेरो तर्फबाट यहाँलाई हार्दिक नमस्कार र स्वागत छ। यहाँहरूले अघि पनि प्रारम्भमा र पृष्ठभूमिमा भन्नुभयो, तपाईँहरूको पाठ्यक्रममा पनि स्थानीय सरकारको गठन, स्थानीय सरकार, यसको सञ्चालन सम्बन्धी केही विषयहरू छन् भन्नुभयो। यसको लागि संक्षिप्तमा तपाईँहरूलाई म केही कुराहरू बताउँछु। केपिलासगढी गाउँपालिका नेपालमा 753वटा स्थानीय तहहरू छन्। त्यसमध्येको एउटा स्थानीय तह केपिलासगढी गाउँपालिका हो। यो खोटाङ जिल्लाको सुदूर उत्तर पूर्वी एरियामा चाहिँ 191.55 वर्ग किलोमिटर क्षेत्रफल ओगटेर बसेको छ। यसमा 2 पटक हामीले स्थानीय सरकारको निर्वाचन मार्फत जनप्रतिनिधिहरू पाइरहेका छौँ। स्थानीय सरकार भनेको यसको नेतृत्वमा चाहिँ राजनीतिक प्रतिनिधित्वहरू रहनुहुन्छ र यसलाई फङ्सनिङ गर्ने काम चाहिँ हामी निजामती सेवाका कर्मचारीहरूबाट हुन्छ। त्यसको मतलब स्थानीय सरकार भनेको जनप्रतिनिधि र कर्मचारीद्वारा मिश्रित रूपमा सञ्चालन हुने एउटा नेपाल सरकारको इकाइ हो र यसलाई स्थानीय सरकार अथवा नेपाल सरकार पनि भन्ने गरिन्छ। यो गाउँपालिकामा अब एउटा गाउँसभा भन्ने हुन्छ, एउटा गाउँ कार्यपालिका भन्ने हुन्छ। गाउँसभा चाहिँ हामीले वर्षको 2 पटक र आवश्यकता हुँदाखेरि विशेष अधिवेशन गरेर 3 पटकसम्म हामी सञ्चालन गर्ने गर्छौँ भने अन्य बेला चाहिँ गाउँ कार्यपालिका मार्फत यहाँको कामहरू फङ्सन हुन्छ। एकजना सानो बच्चा जन्मेदेखि एकजना वयोवृद्धको निधन भएसम्मको अवस्थाहरू, त्यसको अभिलेख राख्ने कामहरू, मान्छे जन्मेकोदेखि मरेको समेत प्रमाणित गर्ने कामदेखि जीवित मानिसहरूको लागि जति पनि आवश्यक हुने विकासका पूर्वाधारका कामहरू हुन्छ ती सबै म्यानेजमेन्ट गर्ने काम, व्यवस्थापन गर्ने काम स्थानीय सरकारले गर्छ। यहाँको सडक, यहाँको पुल, यहाँको बिजुली, यहाँको स्वास्थ्य, यहाँको शिक्षा, खानेपानी लगायतको सम्पूर्ण विकास निर्माणका कामहरू र गाउँटोलमा हुने सामान्य किसिमका विवाद समाधानको कामहरूदेखि लिएर यो गाउँटोललाई सुरक्षित सभ्य राख्ने समेतका सबै यो व्यवस्थापकीय कामहरू स्थानीय सरकारले नै गरिरहेको हुन्छ र केपिलासगढी गाउँपालिकाले त्यो कामहरू निरन्तर रूपमा गरिरहेको छ। जालपा आधारभूत विद्यालयका प्रहरी लगायत शिक्षकहरू र सम्पूर्ण उपस्थित विद्यार्थी भाइ बहिनीहरू सबैमा म चाहिँ केपिलासगढी गाउँपालिकाको अध्यक्ष हो। केपिलासगढी गाउँपालिकाको अध्यक्षको हैसियतले र मेरो व्यक्तित्वबाट यहाँलाई हार्दिक स्वागत सहित हार्दिक नमस्कार गर्न चाहन्छु। यो मलाई थाहा छैन अब म आइसकेपछि यो चाहिँ मेरो कार्यकालकै अघिल्लो कार्यकालमा के थियो मलाई थाहा छैन, तर लाग्छ हाम्रो कार्यकाल, मेरो कार्यकाल सुरुवात यो ऐतिहासिक पहिलो तपाईँहरूको यो चाहिँ अन्तरपालिकाबाट विद्यार्थीहरू यो पालिकामा आएको पहिलो ऐतिहासिक दिन हो आज। त्यसले गर्दाखेरि म यो दिनलाई चाहिँ एउटा मेरो ऐतिहासिक दिनको रूपमा मैले लिन्छु यसलाई र विशेष गरी विद्यार्थी भाइ बहिनीहरूप्रति नै अलिकति केन्द्रित गर्छु। म आफू पनि मैले पढेको विद्यालय यही हो। अब यो त अहिले बन्यो होइन, यस्तो थिएन। म पढेको विद्यालय यही हो। अर्को कुरा चाहिँ तपाईँहरूले विशेष गरी अहिलेको अवस्थामा हामी गाउँपालिकाले पनि हाम्रो केपिलासगढी गाउँपालिका पनि शैक्षिक क्षेत्रमा केही गर्नुपर्छ भनेर हामी लागिरहेको अवस्था छ अहिले। किनभने शिक्षा यस्तो चिज हो, धेरै मान्छेको स्वभाव चाहिँ के हुन्छ भने पढेर के गर्ने, जागिर पाइँदैन भन्ने पनि भनाइ छ। तर समाज परिवर्तन, समाज रूपान्तरणको मेरुदण्डको रूपमा चाहिँ एउटा शिक्षा रहेको छ।
त्यस कारणले गर्दा हामीले पनि केही न केही शिक्षामा गर्नुपर्छ भन्ने हिसाबले हामी लागिरहेको अवस्था छ। म भाइ बहिनीहरूलाई विशेष आग्रह गर्न चाहन्छु। धेरै कुरा चाहिँ हाम्रो हाकिम साहबले तपाईँलाई भन्नुभयो, हाकिम साहब घर कहाँ थाहा तपाईँलाई भन्नु, हाकिम साहब ती सुम्दे हो, सुम्दे चिन्नुहुन्छ नि, सुम्दे तपाईँको छिमेकी हो होइन, सुम्देमा जन्मेर हुर्केर ती पढेपछि हुने रहेछ नि त होइन, ती पढेर हुर्केर आज चाहिँ तपाईँको चाहिँ यो कार्यालयको हाकिम भएर आउनुभएको छ। म चाहन्छु विद्यार्थी भाइ तपाईँ अहिले तपाईँहरूले एकदमै यो परिस्थितिमा तपाईँले राम्रोसँगले चाहिँ अध्ययन गर्नुभयो भने तपाईँले गर्न सक्नुहुन्छ। तर के हो भने त्यो चाहिँ आफ्नो इच्छा शक्ति चाहिन्छ, राम्रो पढ्नु होला। मैले धेरै कुरा भन्नु पर्दैन, स्थानीय सरकारको बारेमा हामी सबैले सबै कुरा भन्नुभएको छ, राम्रो पढ्नु होला। अब कस्तो हुन्छ नि मान्छेको मानसिकता तपाईँले कहिले पनि नबनाउनु कि फलाना चाहिँ यस्तो ठाउँमा पढाएको छ, यस्तो ठाउँमा म यस्तो स्कुलमा पढाएको छु भन्ने कहिले पनि नसोच्नुहोस्। किनभने मैले होइन भने अब म पनि यहीँ पढेको हो, हाम्रो सबै सरहरू उहाँ चाहिँ विजयपुरमा पढ्नु भएको हो, उहाँ त झन् ती सुम्दे स्कुल पढ्नु भएले गर्दाखेरि जहाँ पढे पनि आफूले राम्रो पढ्यो भने सम्भावना छ। मैले यसो हेर्छु हाम्रो चाहिँ यो जाल्पामा के अरे आदर्श विद्यालयको पाठ्यक्रमको यसो हेर्छु गतिविधि, सामाजिक सञ्जालतिर हेर्दा राम्रो छ, यसलाई न्यूनता दिनु होला। विद्यार्थी भाइ बहिनीहरू विशेष गरी यहाँहरूलाई म आग्रह गर्छु, नपढेसम्म काम छैन, सिधा भाषामा सिधा अर्थमा भन्ने हो भने भोलि पर्सि के हुन्छ भने अहिले पढिँदैन कि पछि धोका हुन्छ। के हुन्छ भने अब सँगैको साथी राम्रो पढ्ने कहाँ पुगिसकेको हुन्छ, अनि आफू चाहिँ किनभने समाजले हेर्दाखेरि पनि सँगै पढेको हुर्केको साथी चाहिँ अब हाकिम साहब जस्तो कुर्सीमा नन्न बसेर टक 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 मैले त आफू चाहिँ त्यहाँ जाँदा के हुन्छ भन्नुहोस् त। अब त्यही कारणले पढ्नुपर्छ। मैले यति मात्रै भने तपाईँहरूलाई पढ्नुहोस्, पढ्नको लागि अहिले समस्या छैन लाग्छ मलाई। सबै राजनीति पढाइको निम्ति चाहिँ तपाईँहरूले समय दिनुभएको छ, तर पनि मलाई त्यस कारणले म यहाँलाई आग्रह गर्छु पढ्ने कुरामा चाहिँ विशेष ध्यान दिनु होला। अरू कुरा हुँदै जान्छ, गर्दै जाने हो, तर पढाइभन्दा ठुलो शिक्षाभन्दा आजको दिनमा महत्त्व र आवश्यकता केही पनि छैन। त्यस कारणले मान्छेको भनाइ त्यहाँबाट के भन्छ भने ए के भएर नपढे विदेश गइन्छ भन्छ होइन, सबैको धेरैको म सोध्छु कि यसो विदेश जाने नि नहो त, तर विदेश जाँदाखेरि पनि पढेर विदेश जानु र नपढिकन विदेश जानुमा त्यहाँ आकाश जमिनको फरक छ। त्यस कारणले गर्दा हरेक कुरा तपाईँ एउटा गाउँमा बसेर तपाईँ कृषि गर्नु न, ल पढेर कृषि गर्ने मान्छे र नपढी कृषि गर्ने मान्छेमा ती अन्तर हुन्छ। त्यस कारणले सबै भाइ बहिनीहरू मिहिनेत गर्नुहोस्, तपाईँले सम्भावना छ भनेर विशेष धन्यवाद दिन चाहन्छु सरहरूलाई। यो हाम्रै केप्लासरी गाउँपालिका तपाईँहरूले पनि यो शैक्षिक भ्रमणमा रोज्नुभयो। अब तपाईँहरूलाई चाहिँ हामीले भने जस्तो चाहिँ हार्दिकता दिन सकिएन होला, अलिक पूर्व जानकारी भएको भए पनि हामी अलिकति यो विषयमा चाहिँ होइन आउँदैछौँ भन्ने पनि थाहा हो। म त अचानक त्यहाँ आउनुभयो, भित्र सरसँग गफ गर्दै थिएँ, हेड सर आउनुभयो, यसो हेरेँ थाहा त भइगयो मलाई। सुरु त अब यहाँ त फेरि चाहिँ के अरे त्यहाँको क्यामेरा सेमेरा राखेर आउनुभयो होइन, अनि को चाहिँ पत्रकारै हो के आउनुभयो क्या सुरुमा चाहिँ त्यहाँकै आउनुभयो त्यस्तो लागेको थियो होइन। तर पूर्व जानकारी भएदेखि तर पनि केही छैन, तपाईँ हाम्रो अब सिलुबासको हामी भनेको त अब खोला तोला सबै कुरा मिल्ने होइन, त्यस कारणले पनि तपाईँले अन्यथा लिनुहुन्न भन्ने आशा गरेको छु। त्यति भन्दै विद्यार्थी भाइ बहिनीहरूको विशेष उज्जवल भविष्यको शुभकामना दिन चाहन्छु। इतिहासमा तपाईँलाई भोलिपछि याद आउँछ हामी केप्लासरी गएका थियौँ, हाकिम साहबले यसो भन्नुभएको थियो, हामी के अरे गाउँपालिका अध्यक्ष हुनुहुन्थ्यो यसो भन्नुभएको थियो भन्ने कुरा पछि याद आउँछ। यो कुरालाई मनन गर्नुहोस्, अघि हाकिम साहबले भनेको कुरालाई अनि मैले पढ्ने कुरालाई भन्ने कुरा मनन गर्नु होला। भोलि पर्सि किनभने शिक्षा जस्तो कुरा के भन्नुहुन्छ, अब उमेर बेला गइसकेपछि अब फेरि धोरेर पढ्छु भन्ने कुरा भएन। त्यही कारण यो बेलै एकदम कोसिस मिहिनेत गरेर राम्रोसँग पढ्नु होला भन्ने शुभकामना उज्जवल भविष्यको कामना गर्दै मैले आफ्नो भने अन्त्य भयो।